लो यो 300 लिटरको डिफ्रिजमा चाहिँ चक्कुले हानेर कुलिङ पाइप चाहिँ गयो। त्यही भएर कुलिङ पाइप नयाँ कुलिङ पाइप राख्न गइरहेको छ है। ल यस्तो र यो 300 लिटरको डिफ्रिज हो। यहाँ छोराहरूले काम गरेछ धमाधुस, मेरो दुईवटा छोराहरूले फटाफट है। मैले यतातिर ब्रेजिङ हान्न लागेको छु है। ल अहिले चाहिँ म हरिपाटन आरुसी रेफ्रिजरेटर मर्मत सेन्टरबाट बोल्दैछु। यहाँ हुँदैछ काम, एकदम धमाका हुँदैछ। ल यो राम्रोसँग गरेर ठिटा हो, सिरियल मिलाएर ट्याक्क ट्याक्क ट्याक्क। लो अहिले घारेपाटनमा अहिले पानी परेर यस्तो भएछ पोखरामा है। लक्क पानी परेको छ। ल यो पानीमा मैले पनि यो सट्ट यो आइस बक्सको वाल परेर यो आइस बक्सको चलक्क बेरेको छु है। बेरेर छिट्याएँ। अब भ्याकुम गर्दैछु, भ्याकुम गरेपछि चलक्क लाएर अब ग्यास भर्ने हो। भ्याकुम गर्दैछु मैले। प्रेसर टेस्ट गरिसकेँ, प्रेसर अहिले ठिक छ। अहिले एकदम चिसो 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 भएको छ है घारेपाटनमा। ल एकदम चिसोको मौसम, चिसो चिसो भएको छ। ल एकदम गर्मी भएको थियो, एकदम ठिक भयो अहिले चिसोमा है। ओके बाई बाई। ल बाई बाई। ल अहिले डिफ्रिज एकदम राम्रो कुलिङ भएको छ है। ल सरर आइस आएको छ एकदम राम्रोसँग आइस आएको छ है। यस्तो आइस आएको छ। तल चाहिँ मैले भनेको यो मासु राख्दाखेरि यो बोतलहरूमा पानी भरेर राखेपछि इनकेस लाइन जाँदाखेरि चाहिँ तपाईँको यो बोतलको आइसले ब्याकअप दिन्छ। त्यही भएर यस्तो बनाएको छ है। सबै आइसै आइस छ। ल राम्रो बन्यो है यो डिफ्रिज, सक्सेसफुल भयो, एकदम ठिक छ।